सजिना गाडी तानेन नि त परेको छ बाटो आउँदाखेरि चाहिँ धेरै सामान लिएर आउनु पाएन यस्तो उकालो चढ्दैन है स्कुटी हिँड्दैन बाइक भएर चढ्दैछ स्कुटी चाहिँ तान्दैन अनि मामा आउँदाखेरि मामा घर आउनु कति सजिलो हुँदो रहेछ सजिना दसैँमा सकेन दसैँमा आउन सजिलो भएन मामा त्यहाँ छ हामीलाई टपिदिन्छ अब खोइ मामा त हुँदैन कहाँ छेउछाउमा कहाँ अब धेरै हामी अब घरमा पुगेपछि भन्छौँ नयाँ ब्लग आउँछ घरमा है दसैँको हामी कहाँ रे यहाँ भनिदिनुहोस् त हामी नुवाकोटमा नुवाकोट जाँदै हामी कहाँ शिवपुरीको जङ्गलमा है अनि उकालोमा धेरै नतार्ने जाडो भयो यता चाहिँ चिसो छ है हामीलाई गर्नुभयो घाटा अघि फेरि हामी चेल खोज्छ हेर्नु मेरो आउटफिट ल सबैजनालाई ह्याप्पी दसैँ भनिदिनुहोस् त्यहाँ नि बाइकको न्यू बाइक छ त वाह खतरा रहेछ बाइक पनि मेरो न्यू स्टाइल आउटफिट भन्छु एउटा ज्याकेट छ त्यसमा एउटा ब्लु कलरको टी सर्ट छ अनि पाइट छ पाइट ब्ल्याक पाइट अनि सुज छ बाज अनि ग्लासेस अनि यो कानमा लाउने यति हो मेरो लुगा माइजूको तपाईँ भनिदिनु न लुगा ए मेरो त सबै चाहिँ हेरिरहनु भएको छ सबैजनाले हिँड्ने बाटो थाकिसक्यो थाक्यो ल बाई बाई भन्नुहोस् बाई गाडी